राष्ट्रिय परीक्षा बोर्डले एसईई को रिजल्ट प्रकाशित गरिसकेको छ। एसईई को एक्जाममा पास हुनुभएका सम्पूर्ण साथीहरूलाई हार्दिक बधाई भन्न चाहन्छौँ। यदि तपाईहरू एसईई को रिजल्ट लाइभ मार्फत हेर्न चाहनुहुन्छ भने हाम्रो यस च्यानलमा जोडिन सक्नुहुनेछ। हामीहरूले तपाईहरूको रिजल्ट लाइभ मार्फत हेर्ने व्यवस्था मिलाएका छौँ। एसईई को रिजल्ट तपाईहरूले आफैले चेक गर्नको लागि कुन कुन वेबसाइटमा गएर हेर्ने मुख्य वेबसाइटहरूको बारेमा म तपाईहरूलाई जानकारी दिन गइरहेको छु र त्यसका साथसाथै एसएमएस गरेर कसरी थाहा पाउने, एसएमएसद्वारा रिजल्ट कसरी थाहा पाउने भन्ने विषयमा पनि जानकारी दिनेछु। एसईई को रिजल्ट चेक गर्नको लागि धेरै वेबसाइटहरू उपलब्ध रहेका छन्, जसमध्ये नेपाल टेलिकमको वेबसाइट सबैभन्दा उपयुक्त रहेको छ। तपाईहरूले नेपाल टेलिकमको वेबसाइटमा गएर रिजल्ट चेक गर्न सक्नुहुन्छ। त्यसैगरी तपाईहरूले educationsanjal.com भन्ने छ, त्यसमा पनि गएर तपाईहरूले चेक गर्न सक्नुहुनेछ। र सबैभन्दा चलेको भनेको नेपाल टेलिकमको, त्यसैगरी educationsanjal.com को र त्यसैगरी issuer.com को एकान्तिपुर र त्यसैगरी se.gov.np मा गएर पनि तपाईहरूले चेक गर्न सक्नुहुनेछ। साथीहरू, तपाईहरूले नेपाल टेलिकमको वेबसाइटबाट एसईई को रिजल्ट हेर्नको लागि see.ntc.net.np हान्नुहोला र त्यसो हानिसके पछाडि तपाईहरूले यस्तो खालको इन्टरफेस देख्नुहुनेछ र यो इन्टरफेसबाट तपाईहरूले चेक गर्न सक्नुहुनेछ। त्यसैगरी साथीहरू, सबैभन्दा छिटो अपडेट हुने वेबसाइट रहेको छ educationsanjal.com रहेको छ र तपाईहरूले यो educationsanjal.com मा गएर पनि हेर्न सक्नुहुनेछ। यसको लागि तपाईहरूले see.educationsanjal.com राख्नुहोला। यो राखिसकेपछि तपाईहरूले यस्तो खालको इन्टरफेस देख्नुहुनेछ र यो देखिसकेपछि तपाईहरूले यसमा आफ्नो सिम्बल नम्बर र डेट अफ बर्थ राखेर सजिलैसँग हेर्न सक्नुहुनेछ। साथीहरू, एसईई को रिजल्ट थाहा पाउनको लागि धेरै वेबसाइट भए तापनि विशेष गरेर तपाईहरूले नेपाल टेलिकमको वेबसाइट र educationsanjal.com को वेबसाइटमा गएर सजिलैसँग भरपर्दो तरिकाले थाहा पाउन सक्नुहुन्छ। यदि तपाईहरू लाइभ मार्फत एसईई को रिजल्ट चेक गर्न चाहनुहुन्छ भने हाम्रो यस च्यानलमा जोडिन सक्नुहुनेछ। हामीहरूले तपाईहरूको रिजल्ट लाइभ मार्फत हेरेर जानकारी दिने कोसिस गर्नेछौँ। यदि तपाईहरू इन्टरनेटको पहुँचभन्दा बाहिर हुनुहुन्छ भने तपाईहरूले एसएमएस गरेर पनि आफ्नो रिजल्ट चेक गर्न सक्नुहुनेछ। त्यसको लागि यदि तपाईहरू नेपाल टेलिकमको युजर हुनुहुन्छ भने तपाईहरूले 1600 मा एसएमएस पठाएर आफ्नो रिजल्ट थाहा पाउन सक्नुहुनेछ र त्यसका साथसाथै तपाईहरूले अन्य 4वटा कम्पनीहरू पनि रहेका छन्, यसमा तपाईहरूले एसएमएस गरेर आफ्नो रिजल्टको बारेमा जानकारी लिन सक्नुहुनेछ। नेपाल टेलिकमसँगै अन्य 4वटा सेवा प्रदायकहरू पनि रहेका छन्, यिनीहरूमा तपाईहरूले एसएमएस गरेर पनि आफ्नो रिजल्टको बारेमा जानकारी पाउन सक्नुहुनेछ।